पसलको नाम के रे एकचोटी फेरि भन्नु त भालेपति चाट पसल एन्ड लज माया मगर ओ माय गॉड भाले हेर्नुहुन्छ पोती मयु तपाईहरुलाई मन पर्छ कि पर्दैन खाने ग्राहकहरुलाई भालेपति चाट पसल एन्ड लज माया मगरमा आउनु होला तल्लो बस पार्क नयाँ बस पार्कको छेउतिर दर्शक बिन यति बेला म सल्यानको श्रीनगरमा छु विगत 8 वर्षदेखि उहाँले चाहिँ यो ठेला व्यवसाय गरिराख्नु भएको छ र चटपटे पानीपुरी चाटहरु यहाँ पाइन्छ र यति बेला मसँग दिदी हुनुहुन्छ जो यो ठेलाको सञ्चालक हैन सञ्चालक हुनुहुन्छ म उहाँसँग केही कुराकानी गर्ने छु दिदी नमस्ते नमस्ते दिदी यो कति वर्षदेखि गर्दै हुनुहुन्छ यसमा यो ठेला व्यवसाय भनौं अथवा पानीपुरी चाट म 74 सालदेखि हो 74 साल हजुर झन्डै 8 वर्ष पुग्न लाग्यो ठ्याक्कै पोइन्ट बाइ पोइन्ट म कुराकानी गर्छु दिदीसँग यो लगानी कति गर्नु भएको थियो सुरुमा भनिदिनुस् त 18000 को मैले ठेला गराएको हो अनि सबै गरेर ग्यासहरु सामानहरु जुटाउँदाखेरि 40-50 हजारले चाहिँ भएको हो मेरो सुरु लगानी 50,000 है त अनि दैनिक तपाईको हाइजेस्ट कति कमाउनु भएको छ भनिदिनुस् त एकचोटी हाइजेस्ट त 11 पनि हुन्छ 9 पनि हुन्छ 10 पनि हुन्छ 22 पनि हुन्छ अब त्यो कहिले अब सरदर महिनामा 40-50 हजार केही जादैन सरदरमा 50,000 र 60,000 दैनिकी तपाईको हाईमा 11,000 सम्म पुग्नु भएको छ लोमा कति भएको छ भनिदिनुस् न लोमा त 4-5 छ 4,000 है त 4,000 लोमा हाईमा 11,000 तपाईले सोच्नु भएको छ यहाँ के पाउने त्यो पनि भन्नु एक्चुअली अब चाट पसलमा अन्डाहरु चटपटेहरु पानीपुरी चाट पाउँछ मेरो यी 4 आइटमले चाहिँ आजसम्म जिन्दगी चलेकै छ आजसम्म 4 आइटम पाउँछ है त हजुर चटपटे पानीपुरी अन्डा हजुर चाट 4 वटा है त अनि यो तपाईको नाम एकचोटी तपाईको मुखबाट फेरि सुन्छु हामी उहाँको यो पसलको नाम है त मेरो पसलको नाम भालेपति चाट पसल एन्ड लज माया मगर मेरो दिमागमा सेभ भएन है तपाईको दिमागमा सेभ भएको कमेन्ट गर्नु होला र यदि तपाई श्रीनगरमा आउनु भयो भने यो के रे त्यही नाम है त मलाई नाम आएन त्यही नाम यो श्रीनगरको नयाँ बस पार्क ठ्याक्कै यता सडेको छ र ठ्याक्कै भन्दा यहाँ काउन्टर छ नि तल्लो काउन्टर श्रीनगर बस पार्कको हो त्यही निर आउनु भयो भने उहाँलाई देख्नुहुन्छ है त कति जना आउनुहुन्छ एक दिनमा त कति जना आउनुहुन्छ मलाई के थाहा म गनेर सधैँ हुन्न म अनुमानमा के छ भन्न सक्नुहुन्छ अनुमानमा 6-7 हजार बेच्छु 4-5 हजार बेच्छु कहिले 2000 बेच्छु कहिले 4,000-4500 बेच्छु एक दिनमा 7,000 सम्म जानु भएको छ त्यो भन्दा धेरै छ कुनै रेकर्ड छ 8-9 हजार 9,000 सम्म पुग्नु भएको छ दिनमा ओ माय गॉड चटपटे बेचिन आउनु होला तल्लो बस सरका भालेपति चाट पसल यो भालेपति चाट मेरो नाम सुनिता पुन मगर कुमा गाउँपालिका सेरीपाटा 3 हो म यही नाम राख्ने के अनि अब सटर लिएर गर्ने प्लानमा हुनुहुन्छ नगरपालिकाले सटर दिएपछि सटर लगी नगर्ने भने अब नदिएपछि यस्तै ठेला राख्न दिनु पर्यो कि हामीलाई कोठा दिन पर्यो मैले गर्न लागेको हाल अहिले कति वर्ष भयो 74 सालबाट हो अब 7 वर्ष पुरा भयो 8 भए हुन्छन् कि 8 वर्ष हुन्छन् त्यो गुन्नु होला के हो म के भन्नु 74 सालबाट निरन्तर हुनुहुन्छ